नमस्ते। आज हामी ब्रह्माण्डको एउटा यस्तो रहस्य खोतल्दैछौँ जसले सम्पूर्ण कुरालाई एकै ठाउँमा बाँधेर राखेको छ। गुरुत्वाकर्षण। रुखबाट खस्ने एउटा साधारण स्याउदेखि लिएर अन्तरिक्षमा घुमिरहेका विशाल ग्रहहरूसम्म यो सबै एउटै गणितीय नियमबाट चलिरहेको छ। सुन्दा अचम्म लाग्छ नि, होइन? यो एउटा यस्तो अदृश्य शक्ति हो जसले हाम्रो दैनिक जीवनलाई मात्र सहज बनाएको छैन, सम्पूर्ण ब्रह्माण्डकै संरचनालाई सम्भव बनाएको छ। ल आउनुहोस् यसको बारेमा गहिरिएर बुझौँ। ल अब यसको गहिराईमा जाऊ है त। सर आइज्याक न्युटनले रुखबाट स्याउ भुइँमै खसेको देख्दा पक्कै पनि एउटा ठूलो प्रश्न उब्जिएको थियो। यो दायाँ बायाँ वा माथि किन गएन, सिधै तलै किन खस्यो? धेरै अध्ययनपछि मात्रै थाहा भयो कि त्यो स्याउ र पृथ्वी बीचको आकर्षण बलले नै त्यसलाई तल तानेको हो। तर यहाँ सबैभन्दा अचम्मको कुरा त के छ भने, जुन अदृश्य शक्तिले त्यो स्याउलाई पृथ्वीको केन्द्रतिर तान्यो नि, ठ्याक्कै त्यही शक्तिले नै चन्द्रमा र अन्य ग्रहहरूलाई आफ्नो कक्षमा अड्याएर राखेको हुन्छ। एउटै नियम, तर कत्रो विशाल प्रभाव। आजको हाम्रो यो यात्रा मुख्यतया 4वटा चरणमा अगाडि बढ्नेछ। 1. गुरुत्वाकर्षणको विश्वव्यापी नियम। 2. गुरुत्व प्रवेग। 3. पिण्ड र तौल। अनि 4. स्वतन्त्र खसाई वा फ्री फल। खण्ड 1. गुरुत्वाकर्षणको विश्वव्यापी नियम। ब्रह्माण्डका केही यस्ता निरपेक्ष नियमहरू छन् जसलाई कसैले बदल्न सक्दैन। सन् 1687मा न्युटनले प्रतिपादन गरेको यो नियमले के भन्छ भने, ब्रह्माण्डमा भएका जुनसुकै दुई वस्तुहरूले एक अर्कालाई आफूतिर तानिराखेका हुन्छन्। यही आकर्षण नै गुरुत्वाकर्षण हो। अब यो फर्मुलालाई एउटा कथा जस्तै गरेर हेरौँ है। कुनै पनि दुई वस्तु बीचको गुरुत्वाकर्षण बल तिनीहरूको पिण्डसँग सिधै जोडिएको हुन्छ। भन्नुको मतलब पिण्ड दोब्बर भयो भने तान्ने बल पनि दोब्बरी हुन्छ। तर दूरीको कुरा अलि फरक छ। यो बल दूरीसँग यति धेरै संवेदनशील छ नि, यदि दुई वस्तु बीचको दूरीलाई दोब्बर मात्र बनाउने हो भने गुरुत्वाकर्षण बल हत्तै घटेर 1/4 झर्छ। यसलाई हामी व्युत्क्रमानुपातिक सम्बन्ध भन्छौं। त्यसैले यहाँ बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, क्यापिटल जी र स्मल जी एउटै होइनन्। क्यापिटल जी भनेको विश्वव्यापी गुरुत्वाकर्षण स्थिराङ्क हो। हेनरी क्याभेन्डिसले नापेको यो मान अर्थात् 6.67x गुणन 10⁻11 ब्रह्माण्डको जुनसुकै कुनामा पनि उही रहन्छ, कहिल्यै बदल्दैन। तर स्मल जी भनेको चाहिँ गुरुत्व प्रवेग हो, जुन ठाउँ अनुसार फेरबदल भइरहन्छ। यो कुरामा धेरैजना झुक्किने हुनाले यसलाई स्पष्ट पार्नु एकदमै जरुरी छ। खण्ड 2. गुरुत्व प्रवेग। अब ब्रह्माण्डबाट अलि तल ओर्लेर आफ्नै पृथ्वीतिर आऊँ। पृथ्वीले कुनै पनि वस्तुलाई आफ्नो केन्द्रतिर तान्दा त्यो वस्तुको गति हरेक सेकेन्ड बढ्दै जान्छ। हो, गतिमा आउने यही परिवर्तनलाई नै गुरुत्व प्रवेग भनिन्छ। हाम्रो दैनिक जीवनमा माथिबाट खस्ने हरेक कुराले यही प्रवेग भोगिरहेको हुन्छ। हामीलाई लाग्न सक्छ पृथ्वी ठ्याक्कै गोलो छ, तर वास्तवमा त्यस्तो होइन। यो ध्रुवहरूमा अलिकति चेप्टो छ र भूमध्य रेखा वा बीचको भागमा अलिकति फुकेको छ। यसको सिधा अर्थ के हो भने, पृथ्वीको केन्द्रबाट ध्रुवहरू अलि नजिक छन्। अघि हामीले दूरी घट्दा बल बढ्छ भनेर पढेका थियौं नि। हो, त्यही भएर ध्रुवीय क्षेत्रहरूमा गुरुत्व प्रवेग अलि बढी अर्थात् करिब 9.83 हुन्छ र भूमध्य रेखामा अलि कम करिब 9.78 हुन्छ। अचम्म लाग्दो कुरा त के छ भने, एउटै वस्तु भूमध्य रेखामा भन्दा ध्रुवमा अलि छिटो भुइँमा खस्छ। र यसले उत्कृष्ट रूपमा के देखाउँछ भने, यदि हावाको अवरोध नहुने हो भने वस्तु जतिसुकै गहरौं वा हलुका किन नहोस्, खस्ने गति एउटै हुन्छ। पहिला पहिला भारी वस्तु छिटो खस्छ भन्ने विश्वास थियो, तर ग्यालिलियोले पिसाको धरहराबाट फरक फरक पिण्ड भएका बलहरू एकैसाथ खसालेर त्यो भ्रम तोडिदिए। हावा निकालिएको भ्याक्युम ट्युबभित्र एउटा प्वाँख र एउटा सिक्कालाई सँगै खसाल्दा पनि दुवै एकैसाथ भुइँमा पुग्छन्। यसले के प्रमाणित गर्छ भने, गुरुत्व प्रवेग वस्तुको पिण्डमा भर पर्दैन। खण्ड 3. पिण्ड विरुद्ध तौल। अब हामी दैनिक जीवनमा सबैभन्दा धेरै झुकिने दुईवटा शब्दहरू बीचको वास्तविक वैज्ञानिक लडाईँ हेर्न जाँदैछौँ। सामान्य बोलीचालीमा त हामी यी दुईलाई एउटै मान्छौं, तर भौतिक विज्ञानको आँखाबाट हेर्दा यी दुईबीच आकाश जमिनको फरक छ। सोझो अर्थमा भन्दा, पिण्ड भनेको कुनै पनि वस्तुभित्र रहेको पदार्थको जम्मा मात्रा हो। यो किलोग्राममा नापिन्छ र सबैभन्दा ठूलो कुरा, यो जहाँ गए पनि उस्तै रहन्छ। पृथ्वीमा होस् वा अन्तरिक्ष केन्द्रमा, पिण्ड कहिल्यै बदलिँदैन। तर तौल भनेको चाहिँ अर्कै कुरा हो।
तौल भनेको कुनै ग्रहले त्यो वस्तुलाई कति बलले तलतिर तानिरहेको छ भन्ने कुराको मापन हो। यो न्युटनमा नापिन्छ। त्यसैले तौल चाहिँ ठाउँको गुरुत्वाकर्षण अनुसार ठ्याक्कै परिवर्तन हुन्छ। यसलाई बुझ्न पृथ्वीको औसत गुरुत्व प्रवेग हेरौं, जुन 9.8 मिटर प्रति सेकेन्ड स्क्वायर छ। यसको अर्थ स्वतन्त्र रूपमा खसिरहेको वस्तुको गति हरेक सेकेन्ड 9.8 को दरले बढ्दै जान्छ। पृथ्वीमा कुनै पनि वस्तुको तौल निकाल्न हामी यही 9.8 को मान प्रयोग गर्छौं। अब ठ्याक्कै यही कुरालाई चन्द्रमामा लगेर तुलना गरौँ त। चन्द्रमाको गुरुत्व प्रवेग जम्मा 1.62 मिटर प्रति सेकेन्ड स्क्वायर मात्र छ। यो पृथ्वीको भन्दा झण्डै 6 गुणाले कम हो। यसको प्रत्यक्ष प्रभाव के हुन्छ भने यदि पृथ्वीमा कसैले 100 किलोको भारी उचाल्न सक्छ भने चन्द्रमामा त्यही तागतले 600 किलोभन्दा बढीको पिण्ड मज्जाले उचाल्न सकिन्छ, किनकि त्यहाँ वस्तुलाई तल तान्ने बल एकदमै कमजोर हुन्छ। तौल भनेको साँच्चै नै तलतिर तान्ने बल हो भन्ने कुरा एउटा साधारण स्प्रिङ तराजु हेर्दा छर्लङ्ग हुन्छ। गुरुत्वाकर्षणले वस्तुलाई जति धेरै तल तान्छ, स्प्रिङ त्यति नै धेरै तन्किन्छ। वस्तुको पिण्ड धेरै छ भने पृथ्वीले त्यसलाई तान्न धेरै बल लगाउँछ अनि तौल पनि बढ्छ। सानो ढुङ्गाभन्दा ठूलो ढुङ्गा उचाल्न धेरै बल किन चाहिन्छ भन्ने कुराको वैज्ञानिक कारण नै यही हो। ल, अब अगाडि बढौं र हेरौं यसले कसरी कुरालाई अझै स्पष्ट पार्छ। खण्ड 4, स्वतन्त्र खसाई वा फ्री फलको अनुभव। यो यस्तो अवस्था हो जहाँ खस्दै गरेको वस्तुमा केवल गुरुत्वाकर्षण बलले मात्र काम गरिरहेको हुन्छ, हावा लगायतका अरू कुनै पनि प्रकारको अवरोध हुँदैन। तौलविहीनता, सुन्दै अचम्म लाग्ने यो अवधारणा एकदमै रोचक छ है। यदि हामीले एउटा फ्रेमभित्र स्प्रिङ तराजु र ढुङ्गा झुण्ड्याएर त्यसलाई माथिबाट खसाइदियौँ भने के होला? खस्दै गरेको बेला त्यो तराजुले शून्य तौल देखाउँछ, ढुङ्गा हावामा उडिरहेको जस्तो देखिन्छ। अन्तरिक्ष केन्द्रमा पृथ्वीको परिक्रमा गरिरहेका अन्तरिक्ष यात्रीहरूको अवस्था पनि ठ्याक्कै यही हो। उनीहरू त्यहाँ गुरुत्वाकर्षण नभएर तैरिरहेका होइनन्, उनीहरू त निरन्तर स्वतन्त्र खसाइको अवस्थामा हुने भएकाले तौल शून्य भएको महसुस गरिरहेका हुन्। अन्त्यमा दिमागलाई अलिकति कसरत गराउने एउटा प्रश्न सोचौं त। के पृथ्वीमा जस्तै प्याराशुट प्रयोग गरेर चन्द्रमामा सुरक्षित अवतरण गर्न सम्भव छ? प्याराशुटले काम गर्न हावाको प्रतिरोध चाहिन्छ, जसले तलबाट माथितिर धकेलेर खस्ने गतिलाई कम गर्छ। तर चन्द्रमामा त वायुमण्डलै छैन। हावा नभएपछि त्यहाँ प्याराशुट खोलेर हाम फाल्नु भनेको सिधै स्वतन्त्र खसाइमा जानु हो। गति निरन्तर बढ्दै जान्छ र सतहमा भयङ्कर क्र्यास हुन्छ। त्यसैले चन्द्रमामा प्याराशुटबाट सुरक्षित अवतरण गर्नु भौतिक रूपमा असम्भव छ। ब्रह्माण्डका यी नियमहरू साँच्चै नै कति अचम्मका र अकाट्य छन्, होइन त? आजको यो अध्ययनबाट गुरुत्वाकर्षणले कसरी काम गर्छ भन्ने कुरा पक्कै पनि प्रष्ट भयो होला। ब्रह्माण्डका यस्तै रहस्यहरूको खोजी निरन्तर जारी रहनेछ।